गाइज वेलकम टु माई जुनिसा युट्युब च्यानलमा यहाँलाई स्वागत छ। न्यू डे न्यू भिडियोको साथ म जुनिसा बर्देवा आइसकेको छ मेरो ब्लगमा। थ्याङ्क यू। नमस्कार आइसकेँ मम्मीको ब्लग। अब चाहिँ हामी सिटी आयो अनि चढिसक्यौँ। अब चाहिँ हामी मेला गर्न लाग्यौँ पुरा। तपाईँ कहाँ आइनुभएको? बजारको भिड देख्न सक्नुहुन्छ। गाडीहरू फाइनली बजार आइसक्यौँ। बजारमा चाहिँ अहिले पुरा फाइनली जातनी र दिदीभाइलाई चाहिँ चटपटे पनि किनिदिइसकेँ। आउने बित्तिकै यस्तो गर्मी जोरी खाएर आइपुग्ने बित्तिकै यस्तो गर्मी तेरोबाट बनाउन भिडियोला पो बेच्न ल्याएको रहेछ त हौ। ल्याउन पनि चाकुहरू लिचीहरू रहेछ। यहाँ चाहिँ लिची रहेछ। उहाँको मोबाइल नम्बर नाम यहाँ चाहिँ टिकाहरू रहेछ। साइमनको आना खालको पो रहेछ त हौ। जुलापी पनि एकदम राम्रो पो बनाउनु भएको रहेछ। बुट्टा ल त्यहाँ चाहिँ ढङ्ग पूजा गर्ने अनि पूजा गरेर यो ढङढङ बजार हिँड्नुपर्ने ढङढङे मेला। टेनिस खेल्ने हारेर यहाँ रेडी बसिरहेछ। बाई बाई लु त पनि भन् न बाई। हेलो गाइज वेलकम टु माई जुनिसा युट्युब च्यानलमा यहाँलाई स्वागत छ। न्यू डे न्यू भिडियोको साथ म जुनिसा बर्देवा आइसकेँ। धेरै लामो समयपछि म आइसकेँ भिडियो बनाउँदै। अनि म चाहिँ अहिले राम्री भएर हाम्रो गाउँठाउँ नजिकै लाग्ने ढङढङे मेला, जहिले यो ढङढङे मेला चाहिँ के अरे धिमालहरूको अरे नि त, धिमालहरूले को चाड अरे, धिमालहरूले मनाउने अरे, त्यही भएर लाग्ने अरे। त्यही भएर हाम्रो गाउँठाउँ नजिकै लाग्छ ढङढङे मेला सेतुमारी बजारमा, सेतुमारीमा। अनि जानलाई म चाहिँ रेडी भइसकेँ। अहिले चाहिँ मध्याह 2 बजी चाहिँ म भ्लग स्टार्ट गर्दैछु। हजुरहरूले देखि पनि सक्नुभयो होला मेरो टाइटल थम्बनेलबाट। अनि त्यही भएर धेरै दिनपछि भिडियो बनाउँदैछु। ठ्याक्कै 1 वर्ष भएछ ढङढङे मैले भ्लग बनाउन थालेको पनि। पोहोर ढङढङे मेला जाँदा बनाएको थियौँ। पोहोर चाहिँ मेरो साथी पर्तिर कान्छी पवित्र भण्डारी, उसको नाम अब कान्छी भनेरै चिन्थ्यौँ हामी थियौँ। अनि हामी उसको भान्जी, हामी सबै घर मेला मनाएर के खाएर आएको थियौँ। अहिले यसपालि त छिनन् कहाँ छिन्। जहाँ भए पनि राम्रो होस्। तिमीलाई धेरै सम्झेको छु। यो भिडियो हेऱ्यौ भने तिमीलाई धेरै सम्झिरहेको छु कान्छी। पोहोर त तिमी हामी सबैजना भएर ढङढङे मेला मनाएर गएर बजार भरेर के खाएर आइरहेको थियौँ। यसपालि त जाँदैछौँ आमा छोरी रेडी भएर। हेर्दै गर्नुहोला। मेरो घर बाहिरबाट निस्किने दृश्य चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। खेतभरि लम्मै धान फलिरहेछ। अनि अब हामी चाहिँ निस्किसक्यौँ। अहिले चाहिँ को भन्दाखेरि स्वागत छ यहाँलाई स्वागत छ मेरो ब्लगमा। थ्याङ्क यू। नमस्कार आइसकेँ मम्मीको ब्लगमा। अनि हामी चाहिँ आमा छोरी अब जहाँ गए पनि साथी भने पनि आमा छोरी भने पनि जे भने पनि हामी चाहिँ हिँड्यौँ। अब बजार जाने, अब गाउँठाउँमै लागेको बजार जाने। अब अरू त के पाउनु र, त्यहाँ जुलापी मिठाईहरू यताउता पाउँछ। यसो के खान्छौँ, कसो गर्छौँ हजुरहरूलाई अवश्य देखाउने नै छु। हेर्दै गर्नु होला। अब चाहिँ हामी घरबाट निस्किसक्यौँ गाइज। माथि रोडमा आएर उभिरहेको छौँ गाडी आउँछ कि भनेर। निकै तल छ नि त जानलाई, निकै तल छ। अनि हिँड्दै जानलाई चाहिँ आफूलाई फेरि मेकअप फेरि उडिहाल्छ, यस्तो धेरै पसिना आउँछ।
मेकअप उड्छ भनेर चाहिँ गाडी आयो भने चाहिँ सुइया गाडीमा जाउँ न त भनेर चाहिँ गाडी पर्खेको बस्दा बस्दा घामले पोलेर म नाट्यौँ। गाडी चाहिँ आएको छैन। अनि अब गाडी नआएपछि चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अब हामी यसरी नै टुई टुई हिँड्दै जाने। आफ्नो गाडी आफ्नो सवारी साधन नहुनु जतिको पीडा चाहिँ यो संसारमा केही हुँदै भएर चाहिँ हामी हिँड्दै हिँड्दै जाँदैछौँ। अब कहाँसम्म गाडी आउँछ त्यहाँदेखि चढ्छौँ। अब चाहिँ हामी सिटी आयो अनि चढिसक्यौँ। अब चाहिँ हामी मेला गर्न लाग्यौँ। बुबा तपाईँ कहाँ हिँड्नुभएको? मेला कहाँबाट आउनुभएको? ए बुवा दमकबाट आउनुभएको है मेला भर्न। हामी पनि अब हाम्रो चाहिँ यही हो घर अनि र पनि अब हिँड्न सकिँदैन यस्तो गर्मी छ बुवा। त्यही भएर हामी चाहिँ सिटी पर्खेको। अब शोभा बढाइदिनु भएको राम्रो उहाँदेखि एउटा मान्छेले अनि अब सबै धान दिनु लागे पसिनाहरू बेगर मोटोको काम आउनु पर्यो नि कता घर बरालकी छोरी ताप्लेजुङ हो घर। अनि यहाँ घर चाहिँ घर त म त सानो जातसँग बिहे गरेको छु नि बुवा। सानो जात भन्दैन नि त्यसलाई त दमाईलाई के भन्छन् बुवा? सानो जातै भन्छन्। तपाईँ चाहिँ के छोरी? म क्षेत्रीय अधिकारी। ए म चाहिँ बरालकी छोरी हो बुवा। अहिले चाहिँ म उयोसँग बिहे गरेको छु 5 कोटीसँग। 5 कोटी? थुप्रो त छ नि त 1 कोटी हुँदैन पाइँदैन 5 कोटी। ल के तिमीलाई भनेर फकाए? के तिमीलाई भनेर फकाएन माया प्रेम पस्यो त्यसपछि त गाह्रो। सानो जात यो ठुलो जात भन्ने नै भएन क्या बुवा। मन मिलेपछि सानो न ठुलो काट्दा खुन सबै एउटै आउँछ। मान्छे हो काट्दा खुन फरक आउने बाबा यो अर्को हो भन्नु हो कि होइन लु भन्नु त बुवा? काट्दा खुन रातै आउँछ। कुनै आउँछ अनि अन्नै हो। छोरी एउटी त हो छोरी मेरो। छोरी मेरो एउटी हो बुवा। एउटा छोरा र एउटी छोरी। भाइ छ एउटा। हो तिमीले तिहारमा टिका लाउने भाइ बोलायौ अहिले त कर्ममै गरिन् तिमीलाई तिम्रो भाग्यले जन्म्यौ। यो भाइलाई राम्रो गर्नु। भाइ छ एउटा अनि यो एउटा छोरी 2टा छोरा छोरी हो बुवा। अब यसो गर्न छोरी भइगयो छोरो भइगयो कि त्यो छोराको हल मिलाइदेऊ। अनि सानो छ अब कसरी हल मिलाउनु? अहिले आफै मिलाइहाल्छ नि। मैले मिलाउनु पर्छ बुवा। अहिले त हामीले मिलाइदिएकोले हुँदैन। छोरीलाई पनि मैले मिलाइदिएकोले हुँदैन छोरालाई पनि मैले मिलाइदिएकोले हुँदैन। आफै मिलाउँछन् आफै जोड्छन्। यस्तोसँग गर्छु म यो मलाई ठिक लाग्यो भनेपछि हुँदैन छोरी भन्नु मिल्दैन बुवा। आज ढङढङे मेला अरे अनि त्यसपछि मेला भर्नलाई पैसा त छैन नि बुवा। रुपियाँ छैन। नोट छोरालाई 100 दिन्छु छोरीलाई 100 छोरालाई 100 छोरीलाई 100 त्यतिले नै हुँदैन के खानु अरू त? कति पढ्दैछ सरे बुवाले? 9मा पढ्दैछ बुवा। अनि के भन्छ सुन न यो पनि राम्रै छ केटी नै धेरै पढेकी छ त्यसलाई माग्न जानुपर्छ भन्छन् अघि केटाले। रुपैयाँ भरिलो यो सम्झ गुप्ती धन भन्छ। हामी चाहिँ जाँदैछौँ पुग्न लाग्यौँ। अब चाहिँ अहिले चाहिँ एकदम हिमालहरूको घरमा चाहिँ पूजा गर्दै हुनुहुँदो रहेछ सबैको घरमा होइन। आफ्नो कल्चर आफ्नो ड्रेस लाएर चाहिँ एकदम सबैजना पूजा गर्नु यताउता गर्दै हुन्छ। जति भेटिन्छ। होइन 1 रुपियाँ 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 1 रु
यहाँ चाहिँ उको भेटिन्छ आज त मेला हो मान्छे त मकै हो बुवा मकै भन्छ यहाँ सेतुमारी होइन तपाईँ कहाँ बस्नुहुन्छ यहीँ सेतुमारी तेरो साथीहरू बसिरहेको थिए आइपुगै गर्छ उहाँ अटोले कहाँ राख्नुहुन्छ त्यही हो मेरो घर हो ए यता उतै हो बुवा ए बुवाको त यहीँ रहेछ नि घर यो ए फाइनली हामी पनि बजार आइपुग्यौँ अब चाहिँ आमा छोरी बजार जानलाई आइपुग्यौँ हेड बजारको भिड देख्न सक्नुहुन्छ गाडीहरू अनि पुलिस पनि आएको नि हाम्रो गाउँमा लाग्ने बजार त ठुलो पो लाग्छ ए मेला त ठुलो पो रहेछ त हाम्रो गाउँमा त लागेको त थाहा नै पो थिएन त गाइस मलाई त रोटेपिङ पनि पो रहेछ त आइसक्यौँ फाइनली हामी बजार आइपुग्यौँ अब चाहिँ हामी ओर्लिँदैछु चालु फाइनली बजार आइसक्यौँ बजारमा चाहिँ अहिले पुरा देख्न सक्नुहुन्छ गाडीको भिडभाड रोटेपिङ पनि ल्याएको रहेछ बच्चाहरूले खेल्ने कहाँ हिँडेको बुझ्ने एक्लै एक्लै हातै बेगर चाहिँ सल पनि मर्ने घाम लागेको बजार देख्न सक्नुहुन्छ है हाम्रो गाउँठाउँमा लागेको ढङढङे मेला चाहिँ एकदम ठुलो भव्य यहाँ चाहिँ मेरो छोरो अघिदेखि भोकले केही नखाइ के खोज्दै डुलिस मम्मी आउँछ आमामामा घामले डढेर हेर्न सक्नुहुन्छ कालो कात्तिक भएको रहेछ आफ्नो छोरो चाहिँ केही नखाइ मुख सुकाएर अघि आएर के किनिछ भाइ मेलामा हो बन्दुक किनिसकेको छ भाइले यहाँ चाहिँ डाइस खेल्ने ठाउँ रहेछ पहिला क्युआरबाट पैसा झिक्नुपर्छ अनि मात्रै के ऊ त्यहाँ पर चटपटे पसलमा जाउँ त फाइनली जाँदनी र दिदीभाइलाई चाहिँ चटपटे पनि किनिदिइसकेँ आउने बित्तिकै यस्तो गर्मी मान्छे मरिने त्यही भएर हामी चाहिँ आउने बित्तिकै चटपटे खान लाग्यौँ अलिक ओरतिर शीतलमा बसेर अनि जोरी खाएर आइपुग्ने बित्तिकै यस्तो गर्मी खाइसकेर अलिक ओतिर आएर खाँदै बसेर किनभने गर्मी धेरै छ नि त फाइनली यस्तो गर्मी आजको मेला त बाफ्रे गर्मीले मेला भर्न हिँड्नु हुँदैछ ए म पनि यहाँ मेला भर्दैछु यस्तो धेरै गर्मीले त मान्छे त जान लाग्यो अनि चटपटे जुलपी एक ठाउँ बसेर 3 जना आमा छोराछोरीले खाएर अनि म चाहिँ मेलातर्फ लाग्दैछु चटपटे जुलपी खायौँ गर्मीले कस्तो धेरै भयो नि त त्यही भएर अनि मेलातर्फ जाने भनेर हिँड्दैछु लागेछ हामी चाहिँ यता परबाट खाजा खाएको अलिक एकान्तमा शीतलमा अनि मेला चाहिँ यता लागेछ एकदम मान्छेको क्राउड अनि गर्मी भिडमा चाहिँ अनि यस्तो गर्मीमा त्यही भएर हामी चाहिँ अलिक पर गएर खाएर अनि 3 जना आउँदैछौँ मेरो भाइ चाहिँ उहाँ उफ्रिने भन्दै थियो क्युआरबाट पैसा निकालेर चाहिँ भाइलाई के खेल्छ आज त्यही खेलाउँ भनेको खै के भएको छ पनि मेरो पैसा नै भएन क्या निस्केन यत्रो मुख लगाइरहेछ टेन्सन नगर भाइ त
बुवा मेला घुम्दै हुनुहुन्छ? मेला घुम्दै हुनुहुन्छ? ए ल ल डुल्नु, हामी पनि डुल्दैछौँ यहाँ एकदम। देख्न सक्नुहुन्छ बेच्न राखेका सामानहरू चाहिँ एकदम टन्न मन्न। सुरक्षा कर्मी दाइहरूले पनि एकदम तेरोबाट बनाऊ न भिडियो होला। के गर्न आँटेको भाइलाई 20 रुपियाँ झिकेर दे त पसबाट। आमा छोरा छोरी चाहिँ यस्तो चर्को घाममा सिना पुस्दै डढ्दै छाता पनि छैन त्यही माथि डुल्दै हिँड्दैछन् गाइस। हेर्दै भन्नुहोला टेनिस खेल्ने हेरेर यहाँ रेडी बसिरहेछ खेल्नलाई। लु खेल्न भाइ छिटो। खेल्ने भने खेलिहाल्नु नभए जाउँ। पर्व अर्कोमा खेल्दा पनि हुन्छ, ढिलो भएछ अब। छिटो खेल्ने भने खेल। जाउँ बहिनी, खेलेर आइज ल। जेनिसे चाहिँ खेल्दैछ, उसलाई खेल्ने अरे। अनि हामी चाहिँ पहिलो नम्बरमा आएर खाजा नास्ता खाएर चाहिँ अनि घुम्दैछौँ, हामी मेला भर्दैछौँ। सुने त डाइस खेल्न आएछन् हामीलाई जुलपी खुवाएर। पैसा अनि ऊ भयो भने के ल्याउला भनेर नि मलाई यति तनाव भएको छ भन्ने के थाहा त। मेला चाहिँ सबै खोक्पो बेच्न ल्याएको रहेछ त हौ। ल्याउन पनि चाक्कुहरू लिचीहरू रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ लिची रहेछ, उहाँको मोबाइल नम्बर नाम यहाँ चाहिँ टिकाहरू रहेछ। साइमनको मम्मी पसिना खलखली पार्दै घुम्दै हुनुहुन्छ बजार। बजार घुमिसक्नुभयो नि? के खानुभयो, के सपिङ गर्नुभयो? ए बहिनी प्याजी नमस्कार भाइ, नमस्कार। बहिनी उयो खाउँ ल, प्याजी र आलु चप खाउँ न हौ। बजार घुम्न आउनु भएको? ए उहाँ माथि दोकानको सक्यो ल। सेयरमा हालिदिनु, सबैकोमा आउँछ। यहाँ त पाना खालको पो रहेछ त हौ। जुलपी पनि एकदम राम्रो पो बनाउनु भएको रहेछ बुट्टा। ल त्यहाँ चाहिँ ढङढङे मेला। बजार भरिसक्नु भएको? सक्नु भएको? ए मरियो त। यो झन् तातो रातले पो यहाँ गर्मी हुँदो रहेछ त। तातो 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 जेरीले झन् तातो तातो रात मान्छे मरिने गर्मी। आज जस्तो गर्मी त अब यता हेर्न जाउँ। यहाँ चाहिँ ढङढङ पार्ने, ढङढङे मेलाको अर्थ यही ढङढङ पार्ने। देख्न सक्नुहुन्छ ढङढङ पार्दै घुम्दै हुनुहुन्छ। बुवा अघि आउनु भएको? खोइ मम्मी एक्लै आउनु भएको? अनि केटाकेटी शीतलहरू जेनिसे खेल
हुँदैछ कता यो ढङढङ उता पूजा गर्ने अनि पूजा गरेर यो ढङढङ बजार हिँड्नुपर्ने ढङढङे मेला मन्दिरमा पूजा गर्दै हुँदो रहेछ के काट्नु कुखुरा काटेर पूजा गर्दा रहेछ नि बोका पनि ए भैँसी पनि कुखुरा सुँगुर हाँस परेवा काटेर अनि पूजा गर्नुहुन्छ अनि यो ढङढङ बजाएर हिँड्नुहुन्छ अब त्यो काटेर ती पकाएर खुवाउनुहुन्छ होला नि हो ए फाइनली हामी चाहिँ शीतल खानालाई पुलमुनि बसिरहेछौँ सबैजना भेला भएर सबैले हाई भन न हामी चाहिँ यहाँ पुलमुनि शीतल खाना बसेर अब चाहिँ हिँडिसक्यौँ चादन चाहिँ उसको साथीसँग हिँडेपछि चाहिँ मम्मी नै बिर्सिन्छे उसको साथीसँग अघि अघि हिँड्दैछु म चाहिँ पछि पछि फाइनली अब आउँदैछु लजु अब चाहिँ मेला घुमेर पनि हामी चाहिँ घरतर्फ फर्किन लाग्यौँ अलिकति हिँड्नु हुँदैन कस्तो धेरै दम बढ्छ क्या मलाई चाहिँ मोटी भएर होला सायद त्यस्तो भएको मोटी हुनु जति साह्रो चाहिँ केही छैन के गर्नु र अलि बजार घुमिसकेर हामी चाहिँ अब घरतर्फ लाग्यौँ घर निस्किसक्यौँ हाम्रो चाहिँ बजार घुमाइसक्यो अब हामी चाहिँ घर जाँदैछौँ अब घर जाँदैछौँ अघि आउँदा चाहिँ सरर सिटीमा आयौँ अब चाहिँ हामी हिँड्दै हिँड्दै जाँदैछौँ बाटै बाटो अहिले शीतल हुँदा त आनन्द छ गर्मी भयो भने चाहिँ निकै गाह्रै हुन्छ 50 को 3 किलो काँक्रा आउँदैछ अरे एकदम सस्तो सस्तो जाँदैछौँ आमा छोरी हिँड्दै 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 निकै माथि आइसक्यौँ अनि अघि चाहिँ सिटीमा गएको अहिले चाहिँ हिँड्दै हिँड्दै जाने भनेर हिँड्दै हिँड्दै आउँदैछौँ तिर्खै मात्रै लाग्छ त हौ आज त के भएको यस्तो साह्रो ढङढङ बजाउने पनि सकिएछ अब चाहिँ बोकेर घर घर लिएर जानु हुँदैछ सबैजनाले ऊ माथि जाँदैछन् भाउजू फाइनली हामी चाहिँ सूर्य चोक आइसक्यौँ हिँड्दै 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 भर्खर आइपुग्यौँ अब चाहिँ आजको चाहिँ हजुरहरूलाई भिडियो यहीँसम्म इन गर्छु मेरो घर चाहिँ वहाँ पर देखिँदैछ अनि हामी चाहिँ यो बाटो जाँदिनौँ यताको बाटो जान्छौँ आउँदै रात परिसक्यो अब हामी चाहिँ हिँड्दै हिँड्दै आयौँ अनि त्यही भएर आज चाहिँ हाम्रो भ्लग हजुरहरूलाई के कस्तो लाग्छ लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई लु त पनि भन् बाई बाई भन् न लाइक भन् कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई